हेलो एभ्रीवान, फेरि पनि स्वागत छ हजुरलाई मेरो च्यानलमा। अनि मैले हिजो भनिसकेँ हजुरलाई आज मेरो लास्ट दिन हो भनेर। अनि आज हामी घर फर्किँदैछौँ र एकदम ढिलो भयो। रुमसुम के पनि मिलाएको छैन, भर्खर प्याक गरेर अब हामी त्यही गरेर भेटौँला। खाना रेडी भइसक्यो, मिलाइराख्नु भयो। ल खै चिया चिया चाहिँ 5 वटा मात्रै हो, एउटा ब्ल्याक हो। खाजा पनि खाएर आयो, यता रहेछ हामी पक्काबाट आयो सानसँग। गाइस म चाहिँ गाडीको केही पनि भिडियो बनाएन किनभने आइरहेको थाकेको छैन। स्लिपिङ इज सो इम्पोर्टेन्ट फर मी। अब हजुरलाई थाहा भएन होइन। अनि गाडीमा एकदम झ्याउ लाग्छ बनाउनु नै, त्यो भएर म सिधै यता मन्दिरको बनाएको छु। सो हामी चाहिँ त्यहाँ सङ्घालय भन्ने ठाउँ पनि आइसकेको छौँ, मन्दिर सियर। हामी यहाँ भित्र लाग्छ बाघको मुखभित्र। गुफाभित्र यार, गुफाभित्र त्यो सबै उठिसक्यो मन्दिर पुगे। सिद्ध बाबा लेखेको मन्दिर मुक्तिनाथ पुग्यो हामीले। सेकेन्ड टाइम मुक्तिनाथ पुग्यो। पैसा हालेर कति भाडा भएको त? So let's go. Ring जस्तो छ शङ्ख। सक्यो हाल्दा यति नै थियो यताको शालिग्रामहरू। बाहिर छ बाहिर छ होइन राम्रो थियो एकदम। जमानाको पैसा पनि छ यता, सिक्का सक्यो। रिटर्न हुँदैछ मम्मी फेरि। बनाउनै बाँकी होला यता चाहिँ लाटी छ। सक्यो, फिनिस्ड हो गया, फिनिस्ड। फोटोसुट भइरहेछ यता बाघमा। भ्यू कस्तो राम्रो थियो। एकदम राम्रो भ्यू। हाम्रो त फोटोसुट भएर चाहिँ अब माथि जाँदै छौँ। सिडी सिडियोमा चढ्के मोजाको हालत
lose it. थाकेत त्यस्तो जाडो छैन आज चाहिँ कस्तो राम्रो रहेछ त भ्यू त फेरि फोटोसुटहरू भयो अब हामी फन्का जाँदैछौँ फेरि यता श्रीराम श्रीराम फुलै फुल फुलेछ यता चाहिँ के हो रे जे पनि भन्छ के भने रामायण पढेन अनि हाम्रो पनि लेख्यो भने पुग्दैन होला कि हैन हाम्रो त्यहाँ चाहिँ भएन नि क्लियर छैन त्यो त त्यो क्लियर हुनुपर्छ एकदम मन यो ढुङ्गा सिराम सिरामसँग लेखेर छ नाम लेखेर टालेर टालेर लेखेको भाइ भन्दा के हो लेखेर लेखेर टालेर टालेर लेखेको त भन त नि टालेर लेखेको हो पक्कै कपाल खिच्दैन राम्रो थिएछ कपाल कसो भयो दाजु मन्दिरा प्लस मन्दिरा श्रेष्ठ घन्टी बजार त बजा नि त घन्टी कपाल पनि भएको मेरो पछाडि ए भन्नु दिन टाढा भए खतरा थिएछ खतरा क्युट भएर कपाल एकदम अब कहाँ जानु रहेछ हामी जाऊँ जुत्ता लगाएर हामी रेडी भएर फेरि जानु लाग्यो गाडीमा ल जाऊँ उफ 9 बजिसक्यो निस्केको 7:45 1 घन्टा आउनु लाग्यो 1 घन्टा 45 मिनट आउनु लाग्यो अनि यता आएर हामी फोटोसुटहरू गऱ्यौँ हेऱ्यौँ समयको बाह्र चाहिँ गइसक्यो जानु भइसक्यो के साह्रो राम्रो देखायो ल आउनु छिटो थाकित अब कहाँ जान्छौँ कि पनि थाहा छैन यसरी त्यहाँ पुगेपछि थाहा हुन्छ त्यो हामी यता मन्दिरबाट फर्कियौँ अब ब्याक टु गाडी यता छ ल हामी कहाँ जान्छौँ त्यही गरेर भेट्यौँ मलाई के पनि थाहा छैन सो ल मम्मी ल भयो बाई त्यहाँ मन्दिरबाट फर्केर अर्को शिवजीको शिवजी हनुमानजीको मन्दिर आइसकेको छ म देखाउँछु यता पञ्चकोट पञ्चकोट सम पञ्चकोट जाऊँ त ल जाऊँ छिटो कस्तो यस्तो यस्तो भएको धौलागिरी हिमाल पिङ पनि रहेछ यता त्यसको बेल यता पानीको झरना पिङ यता छ भने यता बेल छ यता हनुमानजीको तलेको मुभ भयो भने भेट्न तल कुन मन्दिर रहेछ तल नि मन्दिर रहेछ त चाहिँ यहाँ थाकित भइसक्यो धेरै घुमेर हामी चाहिँ हेर्दै हेर्दै कस्तो जाने दिन पनि आइसक्यो माइ गड पूजालाई अस्को घोडा याद आयो घोडा अब हामी फर्किन्छौँ यताबाट माथिबाट देखेको मन्दिर चाहिँ हामी तलबाट आएर हेर्न झन् तलबाट भ्यू खतरा देख्दो रहेछ फेरि अर्को मन्दिरमा आएको छौँ
जुठो कुरा चाहिँ टिका लगाउनुहुन्न सिसोको भित्र कस्तो राम्रो छ सरी राम्रो देख्यो है त्यही त्यो तल गर्नु बसेर खिचिदिन्छु त्यति हो स्मल रहेछ यहाँ ब्याक क्यामेरा गरेपछि जता हेरेर आफूलाई देखिन्छ पूजा पागल हुन्छ चक्कर दुईचोटि भयो फर्स्टमा एकचोटि घुम्यो नि त त्यहाँ फोटोसोटो खिचेर फेरि हामी अर्को ठाउँमा आइपुगे कृष्ण गण्डकी मन्दिर कृष्ण गण्डकी मन्दिर म्याके मन्दिर धेरै चक्कर लगायो आज रिङ्गडा लगायो हिमालको अन्ध्यो हामी चाहिँ त कालिका भन्ने मन्दिर पनि आइसकेको छौँ अर्को त्यसै गरी हाम्रो इन्ट्री हुन्छ अघि हामी पुलमा पनि गएको थियो तर पुलको चाहिँ मैले पनि भिडियो आएन एकदम वाक्केर आयो सो को धेरै मान्छेहरू डोली छ तर्सिनु भयो त यो पात पनि झऱ्यो मेरो लागि मेरो आफ्नै कान बज्यो आज धेरै मन्दिर घुम्यो हामी त मन्दिर फर्केर आएपछि चाहिँ खानालाई जान्छौँ गाडीमा चढेर म आज गाडी चढेर पनि भिडियो बनाउँदिनँ किनभने म सक्दिनँ मलाई एकदम गाह्रो पर्छ भन्ने एउटा आस्था छ सो गएर खाना खाने ठाउँमा भेटौँ हामी चाहिँ खाना नै आइसक्यो गाइड भने आज हामी चाहिँ खाना साना खाइसक्यो अब गाडीमा जान्छौँ चढ्नलाई गएर भेटौँला होला होइन बिफ भयो भने हल्का म भिडियो बनाउँछु गाडीको होइन यस्तै घरमा भेटौँला त गाइज म चाहिँ ब्याक टु होम पनि भइसकेको छु अनि सामान सबै माथि ल्याएँ अनि फ्रेसेस केही पनि भएको छैन र आजको भिडियोमा यतै गर्नु चाहन्छु होइन यति खराब कन्डिसन हुँदा पनि मैले हजुरको लागि भए केही कन्टेन्ट बनाएको छु केही भिडियोहरू क्याप्चर गरेको छु अझै भिडियोहरू क्याप्चर गर्नु पाएको छुइनँ किनभने लाइक घुम्न गएको भन्दा भिडियो क्याप्चर गर्नुभन्दा पनि बढी अब यस्तो रमाइलो मोमेन्टमा भिडियो क्याप्चर गर्नु त पक्कै बिर्सिन्छु सो फर द्याट डोन्ट माइन्ड होइन अनि सो या थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड सी यु इन नेक्स्ट भिडियो इफ पोसिबल छ भने बाई बाई